आफ्नो देशलाई माया गरेर आफ्नो देशको अवस्थालाई बुझेर तपाईहरूबाट जस प्रकारको चिन्ता चासो र चिन्तन प्रस्तुत भएको छ त्यसमा मेरो गहिरो ध्यान पुगेको छ। स्थिरता र स्थायित्व, सही राज्य पद्धति, शान्ति एवं अनुशासन बिना हुनु सक्दैन। कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर लोभाएर हाम्रो सामाजिक संरचना च्याप्ने प्रयास भइरहेको छ। परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल, आलटाल र टालटुलको प्रणालीले कुनै खदिलो परिणाम दिँदैन। निश्चय पनि हामीले राष्ट्रियता र राष्ट्रिय एकताको रक्षा गर्नु छ। निश्चय पनि हामीले हाम्रो राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रता जोगाउनु छ र निश्चय पनि हामीले शान्ति, सुव्यवस्था र सुशासनका माध्यमबाट चौतर्फी विकासको बाटो लाग्नु छ। राष्ट्र नै हाम्रो आफ्नो ब्रह्म हो। आफ्नो भूभागका जनता नै हाम्रा विधाता हुन् अनि यही प्रकृति र यिनै प्राणीको बोध गर्नु नै हाम्रो अहम धर्म हो। त्यसैले व्यक्ति, परिवार, समूह, दल वा गुट, उपगुटमा अल्झिएर होइन, अब हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रभाव गर्नु सक्नु पर्दछ।